सारे खाजेहरू भाग। अतीतका दिनहरूमा लड्दै थिएँ म सधैँ एक्लो, कसैको साथ दिएन, कसैले बाल दिएन, तर मैले हारिन। जहिले लागि पथे सङ्घर्ष मैले छाडिन, कहिले आँटिन वा लक्ष्यबाट टाढिन, कहिले थाकिन कर्तव्यबाट भागिन, सत्य बाटो त्यागिन, किनकि मलाई विश्वास थियो कला साधना बुद्धि र विचारको खाली खोपी राक्षसको शिकार हो। त्यसैले मान्दिन म भाग्य निधारको आफ्नै विचार हो, छुइन शुद्ध म हिंसाको छाया छ यम बुद्धमा। शान्ति चाहन्छु होइन गौतम बुद्ध म लड्छु मस्तिष्कको युद्धमा। त्यसैले चढ्नु अघि निष्कर्षको रुखमा एकचोटि हिँडी हेर मेरो जुत्तामा। जतिसुकै गर्द म विलिन हुन बरु जिउँदै मर्छु, म तसँग हिँड्दिन एक्लै लड्छु बरु कोहीसँग मिल्दिन। राति सुत्दा पनि म आँखा चिम्लिन। जतिसुकै गर्द म विलिन हुन बरु जिउँदै मर्छु, म तसँग हिँड्दिन एक्लै लड्छु बरु कोहीसँग मिल्दिन। राति सुत्दा पनि म आँखा चिम्लिन। बुझिस मतलब? नबुझेको भए श्री 5 अम्बरे हुन्छ। श्री 5 अम्बरे, श्री 5 अम्बरे। यो मनमा हमेशा छाइरहन्छौ, यो मनमा हमेशा छाइरहन्छौ। यो मनमा हमेशा छाइरहन्छौ, देख्दा मलाई शर्माइरहन्छौ। भनु कसरी म पराई तिमीलाई जब सपनीमा आइरहन्छौ, जब सपनीमा आइरहन्छौ। मेरे घरको बाटोमा धाइरहन्छौ, फेरि मलाई मुस्काइरहन्छौ। हानु कसरी म पराई तिमीलाई जब सपनीमा आइरहन्छौ, जब सपनीमा आइरहन्छौ। राजा तिमी नै हौ मेरी रानी, राज गरौँला दुनियाँमा अब हामी। भनेकै छु तिमीलाई ए मेरो राजा, तिमी नै त हो मेरो सारा जिन्दगानी। तिमी भए मात्र मेरो रमाउँछ मन, तिमीलाई नै सम्झन्छु म त हरदम। यो के भो कि यही पीरती हो, एक्लै हुँदा नि तिमी सँगै हुन्छु। यो मनमा हमेशा छाइरहन्छौ, देख्दा मलाई शर्माइरहन्छौ। भनु कसरी म पराई तिमीलाई जब सपनीमा आइरहन्छौ, जब सपनीमा आइरहन्छौ, जब सपनीमा आइरहन्छौ, जब सपनीमा आइरहन्छौ। छिटो चागमा घाम लाग्छ। ओए छिटो उठ, ओए बौले कराएछ त्यहाँ छिटो कलेज जा भनेर। छिटो नखरा। प्रियङ्का कार्कीसँग कस्तो मजाले नाचिरहेको थियो, डिस्टर्ब गर्न आउँछ। नाचिस प्रियङ्का कार्कीसँग, छिटो कलेज जा रे। खाली पढाइ पढाइ, घरको मान्छेले कहिले त रमाइलो गर्नु दियो हुन्थ्यो नि। रमाइलो गर्ने भए सुतेर होइन के, जा गएर श्री 5 अम्बरे हेर। श्री 5 अम्बरे बुझिस? श्री 5 अम्बरे।
छिनमै ढल्यो बरै विश्वास र भर रोकिन्छ कि सास रोकिन्छ कि ढुकढुक मेरो जाउँ कहाँमा फर्केर बुझ्दैछ आँखाबाट साउन धर्केर जाउँ कहाँमा फर्केर बुझ्दैछ आँखाबाट साउन धर्केर आँखै अघि जल्यो मेरो सपनाको घर छिनको छिनमै ढल्यो बरै विश्वास र भर त्यो दाइलाई के भएछ जहिले सिरियस देख्छ जुनै कुराको पनि सीमा हुन्छ त्यो सीमालाई पार गरेपछि बस मान्छेको जीवन खत्तम हुन्छ भनेपछि के भएछ त्यस्तो साह्रै परे क्या हो तिमीलाई त्यस्तै मनमा खुल्दिल लागेको छ भने श्री 5 अम्बरे हेर्न जाउँ न श्री 5 अम्बरे के हो यो भनेको झोले नि त्यही भन्छ अहिले आएको फिल्म के त नेपाली फिल्म हो के ए फिल्म पो हो नेपाली फिल्म हो अब मङ्सिर 5 गतेदेखि चल्दैछ अवश्य हेर्न जाऊ है तपाईहरु पनि अवश्य हेर्न जानु होला मङ्सिर 5 गते श्री 5 अम्बरे